भगवान अब धन्यवाद छ। ल पुनः नमस्ते सबैमा। अब हामी आज एउटा मिसनमा आएको, एउटा पिकनिक पनि भनौँ, साथीभाइ भेटघाट भनौँ, फेरि त्यसमा भेटघाट पनि हुने भयो। त्यसपछि अब मेन आज हाम्रो प्लान भनेको हाम्रो सङ्गीतको आजको मासिक बैठक भनौँ होइन। त्यसो भएर त हामी सबै उपस्थित भएको छु। अब आज मैले भन्ने कुरा के छ भने साथीहरूले अब फेरबदल हुन्छ, साथै तलमाथि घरबड हुन्छन्। अब अहिले पछिल्लो चरणमा भनौँ साथीहरू टुट्ने फुट्ने भनौँ, कम्पनी छोड्ने काम एकदमै भइरहेछ। त्यही भएर पनि सबै साथीहरूले जुन ठाउँमा लागिराख्नु भएको छ त्यो ठाउँलाई नछोड्नुहोस्, एक दिन सफलता अवश्य मिल्नेछ। हामीले आत्तिर पत्तिर केही पनि पुरा हुँदैन। भनेको कुराको पछि लाग्यो भने केही पनि होइन, धम्की दिएर हामीलाई पनि अब त्यो अवसरमा आएको होइन साथीहरू है, अवसर आएको यति भन्ने कुरा गर्नुभएको थियो। त्यो पनि साथीहरूले हामी काम गर्दछौँ एउटा जिम्मेवारी भएर हामीलाई दिने हो भन्ने कुरा सोच्नु होला साथीहरू होइन। मुख्य कुरा समस्या के देखियो भने अब कम्पनीलाई बनाउनु भन्दा पनि आफू बन्नेतिर मान्छेहरूको त्यतातिर सबै कम्पनीहरू एकदम हाम्रो अझ साधारण अझ भोलि यहाँ होइन। त्यही भएर हाम्रो मुख्य उद्देश्य के हो भने जसले हामीलाई दिएको छ हामीले त्यसलाई दिनुपर्छ भन्ने सोचेर काम गरौँ। अब अघिल्लो महिना कोही साथीहरू अगाडि हुनुहुन्थ्यो, आज अरू कोही साथी अगाडि बढ्नु भएको छ। त्यसरी प्रगति गर्नुहोस्, सधैँ उठेकै हुन्छ भन्ने हुँदैन। साथीहरूले जुन हामीले एउटा प्लान ल्याएको छु फर्स्ट सेकेन्ड थर्ड त्यो तरिकामा जाँदाखेरि आज साथीहरूले एकदम प्रगति गर्नु भएको छ, खुसी लाग्छ होइन। अब हिजो हामीले बनाएको थियौँ, साथीले बनाउनु भएको छ, अर्को ल्याउँछ अगाडि होइन। त्यो भएर साथीहरूले जो आगामी दिनहरूमा पनि अझै हामी यो व्यवसायलाई अगाडि फस्टाउनको लागि तपाईँ हाम्रो फ्यामिली लिएर आउनु भएको छ, उहाँ दिदीबहिनीहरूले सहयोग गर्नु होला, आफन्तहरूलाई खबर गर्नु होला, हामी बस पठाउँछौँ भन्ने कुरा गर्नु होला। अब छोड्याउनुहोस् भन्ने आदेश मैले यति बोले। हस्त धन्यवाद, नमस्कार। खासमा जय बालाजीको सञ्चालन म टक्कतिरवा बेङ्गलोरमा। हामीले टिममा जस्तै अहिले जनक सरले भन्नुभयो टुट्नुको कुराहरू, टुट्ने कुराहरू त्यो भइसकेको छ। अर्को हामीले टिममा के हो भने हामीले कस्टमरमाथि हामीले जो व्यवहार गर्छौँ पार्किङमा होइन, पार्किङमा जस्तै कहिले काहीँ सामान उसको कस्टमरको अगाडि कसैले स्टाफले फोन गर्छ भने त्यसको पनि थोडा बहुत इज्जत राख्नुपर्छ। कोही पनि हो, म हौँ, कोही पनि हो, कस्टमर आज उसलाई नाइ योबाट भगायो भने हामीसँग आउँछ भने कहिले पनि सफर नहुँदैन, मलाई कहिले आउँदैन। कस्टमर 10 जग्गा फोन गरेर तपाईँसँग आयो हुन्छ, 10 जग्गा फोन गरेर। अहिले जति कस्टमर चालु छ नि त्यति चालु हामी पनि छैनौँ। 10 ठाउँमा फोन गरेर नाइ माधवपुरमा त तपाईँलाई हामीले 25-2700मा लिन्छु भने तपाईँ 2500 हाल्छ नि भन्छ, हाल्नुहुन्छ भनेर फोन गर्छ। त्यो भएर हामीले सबले एग्रिमेन्ट गरौँ होइन। नाइ त्योसँग फोन गरेर म 2800मा हाल्छु भनेर त्यसरी नगर्नु। 200 किन कम्पनीले 200 तपाईँ राख्नु भने त भोलि बिहान बाइचान्स कम्पनी डुब्यो भने पगार दिने अवस्थै नभए तपाईँले आउने जाने भाडा त हुन्छ नि, त्यसको लागि 200 रुपियाँ अलग दियो क्या काउन्टर। त्यो कम्पनीलाई धेरै पैसा भएर चाहिँ तपाईँलाई 200 रुपियाँ ओभर खानुहोस् भनेर होइन। त्यो त सम्पूर्ण साथीहरूलाई त्यो चाहिँ सुझाव दिन आग्रह गर्छु। यही कुरा भन्दै दुई कुरा यही टुङ्गामा हस्त नहोस्। अनि यसमा होइन हामीले किनभने नयाँ कुरा छ भने मात्रै गरौँ क्या, बरु हामी अगाडि कसरी बढ्ने या बिजनेसलाई उनीहरूभन्दा भिन्न हामीले के आइडिया लिएर आउने भन्ने कुरा गरौँ। त्यही कुराहरू रिपिट गर्दाखेरि फेरि एकचोटि लेखेको कागजमा फेरि दोबारा लेख्ने काम हुन्छ क्या, फेरि मेटिने मात्रै हुन्छ। फेरि अस्ति लास्ट टाइममा भनेको कुराहरू अहिले भन्यो भने फेरि त्यो हामी एउटै हो भन्ने जस्तो लाग्छ क्या। त्योभन्दा बरु नयाँ छ भने मात्रै भनौँ होइन, होइन भने हामी यो पुरस्कार वितरणमा लागौँ भन्ने हो। म पञ्चगढीबाट भन्नुपर्दा हामी अहिलेसम्म राम्रै अवस्थामा छौँ होइन। पहिलाको भन्दा चाहिँ राम्रो भइरहेछ होइन। हो कुनै साथीहरू टुट्नु भएको छ फुट्नु भएको छ होइन, त्यो आफ्नो ठाउँमा छ। तर हामी यदि जो हामी छौँ यसमा चाहिँ हामीहरू चाहिँ अब फुट्दैन जस्तो लाग्छ मलाई होइन। मलाई अलिकति के चासो लागेको थियो भने हामी सञ्चालक छौँ नि, हाम्रो हिसाब किताबमा अलिकति कस्तो भने हामीले मासिक रूपमा हामी अब धेरै बस्न सक्यो भने प्रत्येक ट्राभलर एकजना बसेर हिसाब किताब गर्न सकेको भए राम्रो हुन्थ्यो होइन। यताको हिसाब र नेपालको हिसाब पनि हामीले गर्न सकेको भए दोहोरो हिसाब लेखा पढाउनु हुन्थ्यो क्या। यता पनि हिसाब गर्ने उता पनि हिसाब गर्ने, अनि निचोरमा हाम्रो आउँछ नि त उताको हिसाब पनि आउँछ यताको हिसाब पनि आउँछ, त्यो कुरा भयो। अर्को मेन कुरा के हो भने हाम्रो
स्टाफको लागि समस्या साह्रै भएको छ। स्टाफलाई हामी कम्तीमा हामीले स्टाफलाई खुसी पार्न सकेनौँ भने हाम्रो मार्केट डाउन हुन्छ है। त्यो कारणले गर्दाखेरि हामीले प्रत्येक ट्राफिकबाट स्टाफलाई चाहिँ खुसी पार्नुपर्छ है। जसरी हुन्छ स्टाफलाई चाहिँ हामीले के गर्नु पर्यो यहाँभन्दा माथिल्लो हाम्रो महासङ्घ छ होइन, उहाँ सल्लाह राखौँला। यो कुरा राख्न चाहेँ मैले। हो एउटा कुरो भन्नु टक्क सरले टिकट पार्किङ यसमा चाहिँ कस्तो बुझ्दैन भने टिकट हामीले उताबाट 2800 भनेका हुन्छौँ, मानव हामी 3000 भन्छौँ, यता आएर थाहा पाइदिन्छ कि मान्छे प्यासेन्जरबाट लिक हुन्छ कुरा। त्यति कुरा हाम्रो विशेष घट्ने हुन्छ कि कहिले हाम्रो आफन्त हुन्छ जान्छ होइन, समस्या आउला जान्छ। टिकट विषय अलिकति गर्नुपर्ने छैन। हो अनि हाम्रो के छ भने हाम्रो सञ्चालक हाम्रो प्रत्येक ट्राभलर्सबाट हामीले जुन हाम्रो संस्थामा हाम्रो घाटा फाइदा हुन्छ होइन, फाइदा भएको खण्डमा चाहिँ हामीले प्रत्येक ट्राभलर्सलाई अलिअलि धेरै होइन थोत्रै कोषमा भविष्य होला भोलि के होला होइन, प्रत्येक ट्राभलर्समा अलिअलि कोष जम्मा गरिदिने फाइदा भएको खण्डमा है। त्यो कुराहरू छन् होइन। यति नै छन्, बाँकी कुराहरू साथीले भन्दै गर्नु होला है। धन्यवाद। नमस्कार, म जेकेटी टुर एन्ड ट्राभल्स जयकृष्ण टुर एन्ड ट्राभल्सको चाहिँ तपाईँको सञ्चालक रमेश खत्री है। यसमा चाहिँ साथीहरूको चाहिँ सबै कुराहरू सुनियो। आजको दिनमा चाहिँ एउटा विवादको कुरा के छ भनेपछि नाकुन्दी पार्किङको फर्स्ट नम्बरको विवादको कुरा छ। यो विवादको कुरा के हो भनेपछि तपाईँको नाकुन्दी पार्किङ गाडी आउने या नआउने, त्यो भनेको चाहिँ हाम्रो चाहिँ विवादको कुरा चाहिँ हमेसा चाहिँ त्यो विवादको कुरा रहेको हो। त्यो कारणले गर्दाखेरिमा जय पञ्चपुरी टुर एन्ड ट्राभल्सका साथीहरूले नेतृत्व गरेर चाहिँ महादेवपुर तपाईँको चाहिँ नाकुन्दीमा पार्किङ राख्नुभयो। तर पार्किङ राख्नु त्यो चाहिँ एकदम सहज वातावरणको कुरा हो। र प्लस पोइन्ट के हो भनेपछि तपाईँको नाकुन्दीमा गाडी आइसकेपछि त्यसको चाहिँ तपाईँको नेतृत्व कसले गर्ने, पञ्चपुरीको टिमको साथीहरूले होस् या म जेकेटी टिममा चाहिँ सामनै छु, त्यहाँबाट चाहिँ महादेवपुरमा जो नाकुन्दीको पार्किङ पोइन्ट जसलाई नजिक पर्छ त्यो साथीहरूले नेतृत्व गरेर त्यसको निर्माण गर्नुपर्ने भनेको पहिला फर्स्ट नम्बर त्यो साथीहरूले चाहिँ सोध्नुपर्ने कुरा हो। लास्ट कुरा के हो, नेक्स्ट कुरा के हो भनेपछि हामीले चाहिँ केआर मार्केटको साथीहरूलाई चाहिँ गाडी किन आएन किन पठाउनु भयो भनेर चाहिँ उहाँलाई दोष दिनुभन्दा पहिला चाहिँ हामी नाकुन्दीमा चाहिँ जो हामी चाहिँ कार्यरत छौँ, अहिले चाहिँ हामी एक्टिभ छौँ, त्यो साथीहरूले पहिला चाहिँ एक्टिभ भएर चाहिँ बुझ्ने कुरा हो त्यो है। हाम्रो जहिले पनि त्यही विवादमा आउँछ, हामीसँग मान्छे छन्, नाकुन्दीमा चाहिँ गाडी आउँदैन, गाडी पठाएन, ड्राइभरले नै भन्छ। यो कारण के हो, वास्तविक कुरा यो कारणले गर्दाखेरिमा त्यहाँ भएका साथीभाइहरूले नेतृत्व गर्ने, अगर चाहिँ नेतृत्व गर्ने साथीहरूले चाहिँ त्यहाँ गएर नेतृत्व निभाएपछि न ड्राइभरले भन्न सक्छ न त अन्य साथीभाइहरूले चाहिँ अन्य ट्राभल्सका साथीहरूले भन्न सक्नुहुन्छ। किन भनेपछि तपाईँको पञ्चपुरी भनेको तपाईँको 3 तिहाईदेखि लाएर चाहिँ 4थो तिहाईको एक हिस्सा भनेको पञ्चपुरीको टिम हो। त्यो भएर पञ्चपुरीको टिमको साथीहरू चाहिँ एकदमै चाहिँ उहाँको ध्यान आकर्षण यो तरिकाले हुनु पर्यो कि उहाँले जो नेतृत्व लिनुभएको छ त्यो अनुसार उहाँले चाहिँ त्यो नेतृत्वको चाहिँ निर्वाह चाहिँ तपाईँको चाहिँ एउटा जिम्मेवारीपूर्वक चाहिँ निभाउन चाहिँ उहाँले चाहिँ पर्छ है। त्यो मेरो चाहिँ पर्सनल मेरो धारणा हो। तपाईँहरूको चाहिँ भन्ने के छ कस्तो छ मलाई थाहा भएन है। मलाई त केआर मार्केट पनि त्यही हो, मलाई नाकिन्दी पनि त्यही हो। किनभने चाहिँ म ठुलो एकदम चाहिँ म ठुलो चाहिँ ट्राभल्सको चाहिँ तपाईँको ठुलो एकदमै चाहिँ एक मिनट ठुलो चाहिँ म चाहिँ पर्सेन्टको मालिक पनि होइन, म भनेको निम्न एउटा 5% चाहिँ तपाईँको सेयरकर्ताहरू चाहिँ म चाहिँ त्यहाँको सञ्चालक हो। हामीभन्दा चाहिँ मभन्दा ठुलो चाहिँ सबै साथीहरू हुन्छ। त्यो विषयमा साथीभाइहरूको ध्यान आकर्षण होस् भन्ने चाहिँ मैले चाहेँ। हस् त, धन्यवाद, नमस्कार। अब एकछिन अब यो पुरस्कार वितरण गरौँ, त्यसपछि कुरा के राम्रो पछि गरौँ न, यो बिचमा यो गरिदिउँ। पहिला यो पुरस्कार वितरण गर्दै गरौँ। महिनाभरि सबभन्दा हाइएस्ट गरेर प्यासेन्जर दियो नि, त्यसलाई हामी चाहिँ केही रकम के अरे नगद रकम दिने गरेका छौँ। अब पैसा कति दिन्छु भनेर हामी भन्दैनौँ, तर खामभित्र पैसा हुन्छ है त। यो फर्स्ट सेकेन्ड र तेस्रोलाई चाहिँ पैसा मिल्छ, सबभन्दा बढी प्यासेन्जर बनाउने महिनाभरि। अब चाहिँ त्यसको लागि चाहिँ अब नाम चाहिँ पुगार्नुहुन्छ हामी तपाईँको लागि। त्यसपछि उहाँलाई चाहिँ स्वागत गर्नको लागि चाहिँ दोस्रोदेखि टिका लागि चाहिँ व्यवस्था चाहिँ राख्नु है त। सुरु गरौँ है त, एकछिन हरान कोही नगरौँ है त। ल धन्यवाद। आज चाहिँ जुन हाम्रो मासिक मिटिङ तथा हाम्रो चाहिँ प्रत्येक महिना चाहिँ हामीले चाहिँ मासिक मिटिङबाट चाहिँ हाम्रो प्यासेन्जर चाहिँ कम्पिटिसन हामीले दिएका छौँ, टार्गेट सिस्टम। चाहिँ यो टार्गेट सिस्टम चाहिँ कतिजनाले पुरा गर्नुभयो भन्ने कुरा चाहिँ आज तपाईँहरूले चाहिँ जानकारी पाउनुहुनेछ। मैले चाहिँ कति मिहिनेत गरेको रहेछु, कम्पनीको लागि चाहिँ कति काम गरेको रहेछु भन्ने चाहिँ तपाईँको परिणाम चाहिँ आज निक्लिनेछ। यसको लागि चाहिँ हामीले चाहिँ खादामाला र चाहिँ हामीले प्रमाणपत्रको चाहिँ व्यवस्था गरिदिएका छौँ। साथै चाहिँ नगद राशि पनि चाहिँ यसको चाहिँ हामीले अलाउज गर्न सक्दैनौँ, किनभने चाहिँ सबैजना हुनुहुन्छ। हामीले चाहिँ त्यो खामभित्र हुनेछ, तपाईँले चाहिँ प्रत्यक्ष देख्न सक्नुहुनेछ। अब चाहिँ
यसै टार्गेट सिस्टमबाट चाहिँ चौथो स्थान चाहिँ हासिल गर्न सफल हुनुभएको छ चाहिँ धर्मेन्द्र साई, जसले चाहिँ हामीलाई 35 जना चाहिँ प्यासेन्जर दिएर चौथो स्थान हासिल गर्नुभएको छ। उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद भन्दै चाहिँ उहाँलाई चाहिँ खादामाला र प्रमाणपत्र दिनको लागि चाहिँ हाम्रो पञ्चपुरीका अध्यक्ष राजेन्द्र साई र हाम्रा बेङ्गलोरका इन्चार्ज मिनेश रावलजीलाई चाहिँ अनुरोध गर्दछु। खाइसक्नु जस्तो लाग्छ साथीहरू। भोलि गुरुमा कसरी बोल्यो भने यताउता गलत दिन्छ। अनि आउने हो त तेरि सेकेन्ड धन्यवाद। धर्मेन्द्र साईले चाहिँ आफ्नो पुरस्कार आफ्नो चाहिँ प्रमाणपत्र लिएर गइसक्नु भएको छ। त्यसै गरी तेस्रो स्थान हासिल गर्न सफल हुनुभएको छ हाम्रो जनक खड्का, जसले चाहिँ हामीलाई 36 जना प्यासेन्जर दिनुभएको छ। उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद साथ कार्यकालको शुभकामना भन्न चाहन्छु। प्रगति गर्दै जानु होला। जे होस् कैलाली सिल्डो त कैलालीमा जान्छ, जहिले पनि सिल्डो त कैलाली जान्छ। अहिले यसपालि पनि कैलाली सिल्डो हो, खालि सेकेन्डै पाइरहेको छ। यसपालि पनि सेकेन्डै पाउने, जहिले पाउने। अब चौथोलाई चाहिँ पुरस्कार दिँदैन, फर्स्ट सेकेन्ड पार्ला मात्र हो है त, त्यसरी बुझ्नु होला। खालि हामी मन्तव्य गर्नु। धन्यवाद। अब चाहिँ त्यसै गरी दोस्रो स्थान हासिल गर्न सफल डट को हुनुभयो होला? तपेन्द्र साई। जयते बहादुर। ल ठिक छ, तपाईँहरूले भनिसक्नुभयो। दोस्रो स्थान हासिल सफल पार्नु भएको छ तपेन्द्र साई। उहाँलाई चाहिँ धन्यवाद भन्न चाहन्छु। आफ्नो चाहिँ पुरस्कार राशि लिदिनु होला। साथै थप प्रगतिको शुभकामना। तपाईँको चाहिँ प्रगति हुँदै जाओस्। हाम्रो साथ सपोर्ट रहिरहनेछ। चौथो हुनुभएको नि। धन्यवाद। टोपेन्द्र साईले चाहिँ आफ्नो पुरस्कार राशि लिएर गइसक्नु भएको छ। त्यसै गरी अब फर्स्ट स्थान कसले हासिल गर्नुभयो होला? केही छ? कविराज रेग्मी। धन्यवाद। गएको महिनामा चाहिँ उहाँ चौथो स्थान हासिल गर्नुभएको थियो। अहिले चाहिँ उहाँले फर्स्ट स्थान चाहिँ हासिल गर्न सफल हुनुभएको छ। एकदम हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु हाम्रो व्यवस्थापन टिम। उहाँले चाहिँ फेब्रुअरी महिनामा चाहिँ 52 जना पैसा दिनुभएको छ। एकदम धन्यवाद भन्दै हाम्रो इन्चार्ज मिनेश रावल लगायत हाम्रो चाहिँ अध्यक्षज्यू राजेन्द्र साईलाई चाहिँ पुरस्कार दिइदिनु हुन हार्दिक अनुरोध गर्दछु। साथै प्रगति हुँदै जाओस्। तपाईँको हाम्रो चाहिँ साथ सपोर्ट रहिरहनेछ। अस्ति गएको त पाएकै थियो, सिल्डो मिल्ने, यसपालि त गयो यार, चिप्लियो होला। ल यता फर्किनु। ल कतिको साथीलाई खानभित्र केही नहुनसक्छ भन्ने लाग्यो होला। अहिले देखाउँछु है, देख्यो नि? ल म मिटिङमा छु, म अहिले कागज भयो भने भन्छ कतिजना? नहीं खोल्ने होइन त्यो। यता छ। धन्यवाद सम्पूर्णमा सबैलाई नमस्कार। म विगत नेक्स्ट महिना म तपाईँको चौथो स्थानमा थिएँ है। म त्यहाँ जाँदाखेरि मलाई केही प्रभाव भयो। यो प्रभाव पर्दाखेरि मैले केही मेहनत गरेँ। मेहनत गरेको फल तपाईँहरूको सामान्य छ। कसैलाई पनि केही डाउट छ अथवा
जे चाहिँ सुन्नु भएको छ तपाईँको भरम तोड्नलाईमा मसँग प्रतिस्पर्धा कोही छ भने भरम एकै राम्रोसँग तोडिदिन्छु, कसैलाई डाउन नराखेर भन्छु म। मैले मिहिनेत गरेँ कि गरिनँ मेरो टिमलाई सोध्नुहोस् न, तपाईँलाई पनि थाहा होला के, कोही त्यतिकै यति अगाडि जाँदैन कोही। र मेरो के छ भने मेरो आफ्नो मार्केट हो, मेरो पर्सनल मार्केट हो, मेरो कसैसँग सम्झौता छैन, कसैसँग लिङ्क छैन, कसैको त्यो पार्टनरसिप पनि छैन। मेरो आफ्नो भर्खरै 3 महिनाको भित्रको मेरो परिणामभित्र म आफू एकदमै ह्याप्पी छु। तपाईँहरूले कसरी बुझ्नुहुन्छ मलाई थाहा भएन, म यति खुसी छु कि म यो 3 महिना पिरियडभित्र मैले राम्रो मार्केट बनाएको छु, एकदमै अझ बनाउन तयार छु भन्न चाहेँ। धन्यवाद। सबैजनालाई फेरि पनि नमस्कार। अब कसैलाई चित्त बुझेको छ छैन है, मलाई चित्त नबुझेको कुरा म भनिरहेको छु। अनि यो हाम्रो टिकटको ठेलीमा छ नि, यो बौद्ध शिखर किन छ, एउटै प्रणालीको नाम मात्रै किन छ क्या यसमा? अनि कि संयुक्त बनेर हुनुपर्ने कि सबै प्रणालीको हुनुपर्ने? हामीलाई पनि त टिकट काट्न अप्ठ्यारो भइरहेछ, त्यहीको किन काट्ने? आफ्नो काट्ने कि बौद्ध शिखरकै काट्ने? सबैजनाले भन्नु पर्यो क्या एउटा कुरा। अनि अर्को कुरा कस्तो भनेपछि जस्तै हामीहरू अब रेगुलर खटिएका हुन्छौँ, तिनलाई त के व्यवस्था हुनुपर्छ। अब यो घरिघरि भनिरहनु पर्ने कुरा पनि होइन के। अनि के थियो अब जस्तै होइन, अब डिस्काउन्ट भनेर हामीले अगाडि सोधेका हुन्छौँ, अब पञ्चपुरीलाई मात्रै छ कि सबै टिमलाई छ कि? अब यो कुरा मैले पर्सनलै गरौँला भनेको थिएँ, फेरि मिटिङमा गर्न पाइन्छ कि पाइँदैन डिस्काउन्ट भनेर भन्नुभएको थियो। अनि त्यसकोमा मतलब मैले डिस्काउन्ट गरेको मेरो पछाडि आउँछ कि सबैको आउँछ त्यो मलाई थाहा भएन है। मेरो आएको थियो, मैले अस्ति न अब डट मिलाएर टिकट काटेको थिएँ, त्यो पछाडि आएको थियो। अब सबैको आउँछ कि के हुन्छ, अब कि हामीलाई जानकारी भइदिए पनि हुन्थ्यो। अब त्यो मलाई त्यही केही थाहा भएन, कस्तो छ नियमहरू हामीलाई कि पहिल्यै सूचना दिनु पर्यो। अब हाम्रो पञ्चपुरीको खातामा आइरहेछ अरे, हामीले जे डिस्काउन्ट गर्छौँ अब पञ्चपुरीले बेहोर्ने भयो त अलि कि सबै प्रणालीले बेहोर्नु पर्यो के? अब कसलाई चित्त बुझ्या छ छैन, अब सबै ठेलीको बारेमा भन्नुहुन्छ भने सबै अब नै ठिक छ बौद्ध शिखर हुन्छ भनेपछि म पनि हो केही छु होइन। अब कसैलाई चित्त बुझ्या छैन भनेपछि भन्नु होला, मलाई त चित्त नबुझ्या कुरा हो है यो। ठिक छ, अरु कोही बोल्नु ल यति भन्दै मेरा 2-4 कुरा राख्छु, धन्यवाद। स्वरूपमा नमस्कार। फेरि पनि म सागर खत्रीको तर्फबाट के भन्न चाहन्छु भने विगतको दिनमा कस्टमर पठाउँदाखेरि तपाईँले एकदम ढिलो पठाउनुहुन्छ। विशेष गरी मलाई सिटको व्यवस्थापन र सामानको व्यवस्थापन दिएको कारणले मेरो आफ्नो पार्ट टाइम जब छ होइन, साथीहरू सबैले देख्नु भएको छ। मैले त्यहाँ छिटो काम सिकाएर मैले आफ्नो जब सम्हाल्नु पर्ने हुन्छ, किनकि मलाई त्यो बसको त्यो 5-6 हजारले मेरो घर खर्च चल्दैन, रुम भाडा चल्दैन। मैले आफ्नो बेटीको काम पनि गर्नुपर्छ, मेरो घरैसी पनि उत्तिकै समस्या होला, त्यो अलग कुरा भएको छ। मैले पटक तपाईँलाई 2 बजेभित्रै पेसेन्जर पठाउनु भनिरहन्छ, पटक यो कुरा किन सुन्नुहुन्न तपाईँहरू भन्ने कुरा हो क्या। यदि तपाईँको भोलिबाट 2 बजे तपाईँको पेसेन्जर पुग्दैन भने त्यो मेरो पेसेन्जर अगाडि आयो पछाडि आयो, मेरो यो सिटमा राख्यो त्यो सिटमा राख्यो, कसैले भन्नु पाउनु छैन है। लास्ट आएको सिटमा जो बुढो पाका बिमारी जति आए पनि लास्ट आएको मान्छे लास्टै सिटमा जान्छ, सिधा कुरा हो। भोलिको दिनबाट यो लागु हुन्छ, यो लागु अरू होइन। हाम्रा यहाँ मिनेज सर अनि हाम्रा समूह सर यहीँ हुनुहुन्छ, उहाँले लागु गर्नु होला। केही कुराहरू मबाट मैले पनि लागु गर्छु यो उसमा होइन। अब जसै अब टिकट ठेलीको बारेमा कुरा गर्नुभयो, ठिक छ, सबै साथी एकमुष्ट भन्नुहुन्छ कि ओके छ भने हामी पनि ओके छौँ, केही छैन। तर आफ्नो टिकट काट्नु भने आफ्नो टिकट काट्नु त्यो पनि ओके छ। र एउटा जो म्याडमले जो भनेको छ समयमै जो डेली रेगुलर पार्किङमा खटिन्छ, मलाई केहीमा चिया र पानीको व्यवस्था र विशेष गरी 100-150 रुपियाँ गाडी भाडा उहाँको डेली रेगुलरमा खटिने। अब कोही साथी महिनामा 2 चोटि आउँछ, उसले फुल पैसा लगेर गएको हुन्छ, पार्किङमा आएको म खटिया हुन्छ, हात जोडेर बस्या हुन्छ, ल मलाई 200 किनिदिनु, म त 400 रुपियाँ पाउनुपर्ने भन्छ। जस्तै मैले 500 पाएँ भने उसले मैले पनि 400 पाउने भन्ने त्यो अधिकारको कुरा होइन उहाँहरूको। त्यो हिसाबले उहाँले काम गर्नु पऱ्यो, खटिनु पऱ्यो क्या। त्यहाँ डेली मान्छे मैले अहिलेसम्म मैले 2 वर्ष भयो म खटिरहेको छु, कहिले अहिलेसम्म मैले गाडी भाडा मागेको छैन है सर। यही छन् हाम्रा मभन्दा अघिल्लो व्यक्तिहरू यहीँ छन्, उहाँलाई सोध्नु होला। धन्यवाद। 2 शब्द मैले के भन्न चाहेँ भनेपछि यहाँ त सहसञ्चालकको हिसाबमा गएर चाहिँ इनामदेखि लगाएर चाहिँ सबै कुराहरू आयो। सञ्चालकले कति पेसेन्जर बनायो, सञ्चालकको भूमिका के त बेङ्गलोरमा, त्यो पनि चाहिँ सम्पूर्ण चाहिँ संयुक्तको टिमको चाहिँ ध्यान आकर्षित हुनु पर्यो। जस्तो कि चाहिँ सहसञ्चालकले आज चाहिँ 45 जना या 30 जना या चाहिँ 32 जना बनायो भनेर त्यो इनाम हामीलाई इनाम चाहिएन, हामी सञ्चालक हामीलाई इनाम चाहिएन। तर
सहसञ्चालकको जो तरिकाले चाहिँ तपाईँले चाहिँ जो मान्छेले जति मेहनत गरेको छ जो तरिकाले चाहिँ तपाईँले चाहिँ आज जो चाहिँ तपाईँको चाहिँ पेसेन्जरको हिसाबले गर्दाखेरि उहाँको मूल्याङ्कन गर्नुभयो त्यो सञ्चालकले के कति गरेको छ त्यो मूल्याङ्कन गर्ने चाहिँ संयुक्तको अधिकार छ कि छैन त्यो भन्न मैले चाहिँ फर्स्ट कुरा। जस्तो कि सञ्चालक भइसकेपछि सञ्चालक हामी एउटा टिममा कतिजना सञ्चालक छ त, कुनै सञ्चालकको कति भूमिका छ त तपाईँको चाहिँ हामी बेङ्गलोरमा चाहिँ हामी एक्टिभ छौँ भनेपछि बेङ्गलोरमा कतिजना चाहिँ सञ्चालक चाहिँ एक्टिभ छन्, कुनै सञ्चालकले कति चाहिँ भूमिका निर्वाह गरेको छ भन्ने कुरा चाहिँ त्यो सम्पूर्ण चाहिँ तपाईँको हाम्रो संयुक्तको ध्यान आकर्षित हुन जरुरी छ है। यस्तो कुरा होइन कि तपाईँको सहसञ्चालक आज तपाईँको एउटा प्रणालीको चाहिँ तपाईँको 10 जना 20 जना एजेन्ट होला त्यसको नाममा लगेर चाहिँ एउटै मान्छेको एउटै व्यक्तिको नाममा लिएर सबै पेसेन्जर थुपारेर चाहिँ तपाईँको त्यहाँबाट चाहिँ उसले इनाम दिलाउने कुरा मात्रै होइन, तर कस्तो भने सञ्चालकले के कति गरिरहेको छ, सञ्चालकले पनि भूमिका निभाएको छ कि छैन। कतिपय सञ्चालक चाहिँ तपाईँको नेपालमा बसी तपाईँको एकजना पेसेन्जर नदिएर पनि हामी म यो सदस्य भनेर भन्नुहुन्छ। त्यो कारणले गर्दाखेरिमा सञ्चालकको पनि भूमिकाको निर्माण हुनु पर्यो, सञ्चालकको पनि चाहिँ तपाईँको चाहिँ मूल्याङ्कन हुनु पर्यो। यसमा यति भन्न चाहिँ समाउँदा पनि हुन्छ होइन। ल सम्पूर्णलाई नमस्कार है। म अब थोरै छोटो र मिठो बोल्न चाहेँ। अब विशेष तरिकाले अब सबैले कुरा गरिसक्नु भएको होइन, मेरो थोरै छोटो र मिठो रहेको कारणले एकैछिन सबैजना साइलेन्ट रहिदिउँ है। यहाँ अब पहिल्यैदेखि एउटा कुरा कस्तो भने विवादमा आएको कुराहरूलाई यो विशेष तरिका मैले आज भन्न खोजेको के हो भने यो पार्किङको लागि होइन। अनि अब हाम्रो संयुक्तको इन्चार्ज हाम्रो मिनेश सर पनि यही हुनुहुन्छ होइन, र हाम्रो चाहिँ पञ्चपुरीको अध्यक्ष राजेन्द्र साईजी पनि यही हुनुहुन्छ होइन। र मैले अस्ति हाम्रो निजपुर सरसँग पनि मैले कुरा राख्दाखेरि मिनेश सरसँग कुरा भएको छ होइन। अब मान्छे जे जति भए पनि गाडी चाहिँ कुचो गर्ने केही त्यस्तो टेन्सन मान्ने अवस्था छैन भन्ने मलाई उहाँले केही कुरा भन्नुभएको थियो होइन। अब मिनेश सरसँग मेरो त्यसको लागि कुरो केही भएको पनि छैन हो कि नै। अब उहाँले भन्नुभएको छ भन्नुभएको छैन, अब उहाँलाई थाहा होला। र अब त्यो कुराहरूले फेरि हामीले पनि गर्नेछौँ होइन बसेर। र अब यसमा के छ भने सरहरू अब अहिलेसम्मको पिरियडमा हेर्ने हो भने हाम्रो संयुक्तको टिम लगभग पछाडि छ जस्तो लाग्दैन है मलाई, किनकि एक अर्काले गर्दा अहिले जति छ हाम्रो संयुक्तको टिम अहिलेसम्म सब एकदम सही मार्गमा छ जस्तो मलाई लाग्छ है होइन। तर किनभने अब हुनसक्छ मान्छेबाट थोरै कमजोरी भयो भनेर त्यसलाई हामीले चाहिँ साइड नफालौँ। अहिले उसको कमजोरी छ भन्नुको लागि अहिले हामीले थोरै टाइम दिन्छ होइन र। त्यो किसिमले अब आजको यो विशेष छलफल अब सबै हामीहरू यहाँ आएको र होइन। अब ठेलीको विषयमा पनि अब सरहरूले भनिसक्नुभयो होइन। अब हाम्रो संयुक्तको इन्चार्ज मिनेश सर पनि हुनुहुन्छ यहाँ होइन, उहाँले पनि केही कुरा राख्नु होइन। अब अगाडि पनि केही कुरा उहाँले राख्नु। त्यो हुनाले विशेष यो पार्किङको योलाई चाहिँ अब हजुरहरूले के कसरी हो यसलाई चाहिँ अब निर्वाह हुने हो नहुने हो यसको चाहिँ टुङ्गो लगाइदिनु होला भन्ने यति मैले भन्न चाहेँ होइन। ल हस् धन्यवाद। कसैले केही छ बोल्नु? कोही बोल्ने हो? के अरे राजेनजी अरू कोही बोल्ने छ र? उहाँ चाहिँ त अब आउँछ होला। ठिक छ। पहिला चाहिँ अब टक्क सरले बोल्नु भएको थियो। टक्क सरले चाहिँ त्यो कुरा चाहिँ पहिला पनि भएको थियो होइन, अस्ति मिटिङमा पनि भएको, तपाईँले त्यही दोहोऱ्याउनु भयो। त्यसमा चाहिँ अब हामीले अस्ति भनेको थियौँ नि त्यो भन्ने मान्छे अनि सबै चाहिँ पत्ता लाग्यो भने चाहिँ हामी त्यसलाई चाहिँ कारवाही गर्छौँ भन्ने कुरा भएको थियो। त्यसै गरी चाहिँ अब बम सरले भन्नुभएको थियो हिसाब किताबको बारेमा होइन। अब हिसाब किताब चाहिँ अब राजेन्द्र सरलाई पनि थाहा होला। हाम्रो चाहिँ पर ट्रेनमा मैले तपाईँलाई अस्ति पनि भने यहाँबाट चाहिँ हाम्रो 3 तारिक गाडी निक्ल्यो भने चाहिँ त्यहाँ 4 तारिक नै हिसाब भइसक्छ। 4 तारिक हैदराबादको हिसाब गयो भने चाहिँ 5 तारिक चाहिँ फाइनल हिसाब आउँछ है। त्यो चाहिँ अब तपाईँको अब अध्यक्षज्यूले लिनु भएन चाहिँ अब त्यो चाहिँ हामीलाई थाहा भएन। हामीलाई चाहिँ अब तपाईँहरूले अस्ति प्रश्न उठाइसकेपछि चाहिँ हामीले मासुमा नि हामीले कुरा गरेको थियौँ। उहाँले चाहिँ ठिक छ महिनावारी निकालेर दिउँला भन्ने कुरा गर्नुभएको थियो। अलि छोटो समय भएका कारण चाहिँ यो हिसाब आउन सकेन। अब महिनावारी निकाल्नुपर्ने भयो सबै। अब अर्को महिना चाहिँ आउनेछ भन्नु चाहिँ अब त्यसै गरी चाहिँ अब
अब यो कोषको बारेमा भन्नुभयो, कोष चाहिँ हाम्रो नेपालमा चाहिँ अब हाम्रो महासङ्घ मेन अफिस चाहिँ हाम्रो नेपालगञ्ज होइन। अब नेपालगञ्जमा चाहिँ हाम्रो पर ट्रिपमा चाहिँ 15,000 का दरले चाहिँ 10,000 का दरले चाहिँ हाम्रो भइरहेको छ। 10,000ले चाहिँ कोष जम्मा हुन्छ प्रत्येक ट्रिपमा है त, महिनाको होइन, प्रत्येक ट्रिपमा 10,000 का दरले हुन्छ। एकछिन तपाईँ लास्टमा भन्नु। अरू थप्नु पऱ्यो पछि भन्नु होला है। कोषको बारेमा अब यो नाकबन्दी पार्किङको बारेमा चाहिँ रमेश सरले भन्नुभएको थियो। अब नाकबन्दीको बारेमा चाहिँ अब नेपालबाट खासै आधिकारिक अझै आउन सकेका छैन, किनभने चाहिँ हामीले चाहिँ अब हामीले यहाँबाट ठ्याक्कै राजेन्द्र सरले, मिनेश सरले, मैले चाहिँ डिसिजन गर्ने कुरो हुँदैन, किनभने चाहिँ हाम्रो म्यान सबै जति हुनुहुन्छ चाहिँ अब नेपालमै हुनुहुन्छ होइन। हामीले फेरि यहाँ निर्णय गरिदियो भने चाहिँ तपाईँहरूले फेरि भोलि गाडी हाइजेक भयो केही भयो भने चाहिँ फेरि हाम्रो अथोरिटी बिना गर्नुभयो, तपाईँले चाहिँ भोलि जति पैसा खर्च हुन्छ फेरि तपाईँ बेहोर्नु भन्ने कुरा पनि आउँछ भनेर चाहिँ हामीले यसमा डिसिजन लाग्न सकेको छैन। अब हामीले चाहिँ यो कुरालाई चाहिँ हामीले प्लेस नेपालमा गरिरहेका छौँ, नेपालबाट अहिलेसम्म केही आधिकारिक आएको छैन। अब चाहिँ यसै गरी तारा म्यामले चाहिँ टिकट कम्पनीको नामबारे भन्नुभएको थियो। कम्पनीमा चाहिँ बुद्ध शिखर छ भनेर भन्नुभएको थियो। अब यसमा चाहिँ के छ भने बुद्ध शिखर यो कसैको नाममा पनि छैन। यसमा चाहिँ सबैजना जुन हाम्रो पहिला पशुपति अनि गएर सिमतालीमा जो जति हुनुहुन्थ्यो, सिमताली र पहिला चाहिँ सिमताली र पशुपति मात्रै थियो। यो दुईटामा चाहिँ कति 4-5 जनाको नाम छ होइन, 4-5 जनाको नाममा दर्ता भएको थियो। उहाँहरू हामीसँग अहिले हुनुहुन्न, उहाँ चाहिँ छोडेर बस्नु भएको छ। यदि चाहिँ हामीले चाह्यो भने चाहिँ हाम्रो 7 प्रणाली छ, 7 प्रणालीको एउटा अध्यक्ष इन्चार्ज जो हुन्छ एउटा लगेर चाहिँ 7 जनाको नाममा चाहिँ हामीले दर्ता गर्न मिल्छ। यो चाहिँ यहाँ रजिस्टर भएको कारणले चाहिँ हामीले बुद्ध शिखर भनेर चर्चा गरेको। बुद्ध शिखरको ठेलीमा पनि चाहिँ हाम्रो डिजाइन अनुसार तपाईँको जति पनि कम्पनी छ 7वटा कम्पनीको फ्रन्टमा चाहिँ त्यो तपाईँले देखिसक्नु भएको छ। ब्याक साइडमा चाहिँ जुन कम्पनीको मेन मान्छेको नम्बर र कम्पनीको नाम राखिदिएको थियो चाहिँ ब्याक साइडको आएन। योलाई चाहिँ हामीले क्यान्सल गर्ने भनेको थियौँ, फेरि उही पठाइदियो, यो चाहिँ सकाउ यहाँभन्दा पछि चाहिँ पठाइदिन्छौँ भन्ने कुरा भएको छ। त्यसै गरी फेरि तारा म्यामले भन्नुभएको थियो डिस्काउन्ट बारे भन्नुभएको थियो। हामीले चाहिँ डिस्काउन्ट कसरी दियो भने यो डिस्काउन्टको बारेमा के छ भने फेरि हामीले नेपालमा हामीले हिसाब दिँदै गर्दा फेरि कसैले कम्तीमा हाल्यो भने फेरि के हुन्छ भने तपाईँहरूले घुसपिस गर्नुभयो, तपाईँले पैसा खानुभयो भनेर भन्छ कि। जस्तै मेरो मान्छे आज 2800मा गयो, मेरो मान्छे 2 जना 2800मा गयो, 2 जना 2500मा गयो भने चाहिँ हामीले त्यसरी नै हिसाब नेपालमा दिन्छौँ। नेपालमा चाहिँ अब के कसरी हिसाब हुन्छ अब त्यो फेरि तपाईँको अध्यक्षज्यूलाई भन्नु होला एकचोटि। हामीले चाहिँ यसरी प्यासेन्जर जस्तै अस्ति मैले तारा म्यामको गएको थिएँ मान्छे, कविराज सरको पनि 2 जना कविराज सरको, 3 जना तारा म्यामको गएका थिए। 3 जना तपाईँहरूको टोटल चाहिँ 5 जना चाहिँ 2500 का दरले गएका थिए भने 3 जना चाहिँ 2800 का दरले गएका थिए। यसमा चाहिँ के भयो भने हामीले चाहिँ 28 भनेर बोलाउँछौँ, के अरे 28 मा प्यासेन्जर बुक गरे आउँछौँ, मेरो पनि 25 मा उताबाट खिचेको भनेर चाहिँ धेरै विवाद हुने भयो कि। त्यसो भएको कारणले चाहिँ अब तपाईँको पनि अध्यक्षले के कुरा सम्झाउनु होला भनेर चाहिँ 2500-2800 गरेको हो। यसमा चाहिँ अब एकछिन अध्यक्षज्यूलाई सोध्नु होला होइन, यदि अध्यक्षज्यूले भन्नुहुन्छ चाहिँ हामी अध्यक्षज्यूलाई फेरि जवाफ दिउँला। अब त्यसै गरी अब सागर सरले भन्नुभएको थियो समयबारे, समयमा चाहिँ अब प्यासेन्जर पार्किङमा बोलाउनु होला भन्नुभएको थियो। त्यो पनि राम्रो कुरा हो। यदि चाहिँ अब सबै अब फुल टाइममा त हाम्रो कोही हुनुहुन्न, सबै पार्ट टाइम नै हुनुहुन्छ। अब फुल टाइममा चाहिँ अब विनेश सर, म, रविन्द्र सर छौँ अहिले चाहिँ फुल टाइममा। अब फुल टाइममा चाहिँ अब अरू को कति हुनुहुन्छ अब पञ्चौलीबाट खासै लिस्ट आएको छैन फुल टाइममा को कतिजना हुनुहुन्छ भनेर। अहिलेसम्म चाहिँ थाहा भएअनुसार हामी 3 जना छौँ। अब हामी 3 जनाले चाहिँ त्यहाँ टिकट काट्ने कि प्यासेन्जर बसाउने कि सामान हाल्ने सबै व्यवस्थापन गर्न सकिँदैन। त्यसै बिचमा चाहिँ अब सागर सरलाई हामीले जिम्मा दिएका थियौँ। अझै सागर सरलाई जिम्मा दिइसकेपछि उहाँको अब पार्ट टाइम हुनुहुन्छ, उहाँले चाहिँ फेरि आफ्नो उता ड्युटी समाउनु पर्ने हुन्छ। त्यो भएर चाहिँ समयमै प्यासेन्जर बोलायो भने चाहिँ समयमै प्यासेन्जर हालेर पठाउन सकिन्छ। अलिकति 5 मिनटको ढिलाइले गर्दा पनि चाहिँ हाम्रो गाडी फेरि आरटिओले समाउने पनि डर हुन्छ। यो पनि समयमै बोलाउनु होला सबैजना। 2 बजे तपाईँले चाहिँ 1 बजेको समय दियो भने 3 बजेसम्म ठिक्क प्यासेन्जर आइपुग्छ कि। तपाईँले चाहिँ भन्नु पऱ्यो कि तपाईँले 1 बजे पुग्नु होला है त। मिरिन्डा 7 अप पेप्सी और 7 अप था। 7 अप मिलेगा कम से कम 10 ग्लासेस मिलेगा। कौन सा भी मिस कर दो ये भी दे दो। अरू केही थप्नु छ भने कसैको थप्नु होला। 25